हेरौँ है हजुर। यसमा भिडियो एडिट गर्दाखेरि भिएनबाट यसरी गरिन्छ। भिएनमा जाने मैले अलरेडी पहिला अलिकति राखेको छु। यहाँबाट म्युजिक छ, यसबाट म्युजिक पनि हाल्न मिल्यो। यता भोइस छ, यो रेकर्ड छ, रेकर्डमा आफूले मुखले रेकर्ड गर्न मिल्यो। अनि बिचमा इफेक्ट हाल्न मिल्यो। अनि यता म्युजिक छ, म्युजिकमा अब यसरी दबायो, अब यहाँबाट आफ्नो म्युजिक पनि हाल्न मिल्यो। कुन हाल्ने भन्ने कुरा हैन, आफूले अब राखेको हुनु पर्यो। अनि यहाँ एड गरिसकेपछि यहाँ यो टी छ, यहाँ लेख्न पनि मिल्यो के लेख्ने भन्ने कुरा हैन। यसरी हेडलाइन लेख्न मिल्छ। अनि मैले डिलिट गरिदिएँ, चाहिएको छैन। अनि बिचमा यो के अरे आफूले चेक गर्न मिल्यो। अनि बिचमा चाहिँ आफूले कट गरेर अनि यो प्लसको चिन्ह आउँछ, यो प्लसको चिन्हमा चाहिँ आफूले फिचरहरू यसरी छ। जस्तै मैले अर्को राखिदिएँ काटेर, अनि काट्ने बित्तिकै टुक्राको ठाउँमा प्लस आउँछ। प्लस आयो भने आफूले चाहिँ छानेर, अथवा मैले यो गोलो राखिदिएँ। अब हेरौँ है। यसरी गऱ्यो, अनि फेरि प्लस आउँछ। फेरि आफूले यसरी हुन्छ है। म अलिक अहिले पछि तपाईलाई सबै ल हेरौँ है। यसरी भिएनबाट भिडियो बनाउने तरिका। यसमा जाने, यहाँ गइसकेपछि भिएनलाई ओपन गर्ने। अनि भिएन सबभन्दा पहिला त भिएन भनेर VIN लेखेर भिएन लेखेर डाउनलोड प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ। अथवा म यहाँबाट गएँ, ब्याक गएर यसलाई चाहिँ सबभन्दा सुरुमा जानुहोस् तपाईँ प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गएर सर्च गर्नुहोस् VIN भनेर है, अथवा VN मात्र लेखे पनि भयो। अब यसरी सर्च गर्नुभयो भने यहाँ ठ्याक्क तपाईको VN भनेर आउँछ है। यसरी सर्च गर्नुभयो भने ठ्याक्क VN। अहिले मलाई नेट छैन र के गर्नु भने, अनि यस्तो आउँछ, यो छ नि जुन VN कालो अक्षरमा, यही VN आउँछ। अनि यसैलाई फेरि क्लिक गर्ने। अनि VN क्लिक गरिसकेपछि हामीले अब भिडियो बनाउँदा चाहिँ अब प्लसमा थिच्ने, यहाँ चाहिँ न्यू प्रोजेक्ट भनेर आउँछ है। यही न्यू प्रोजेक्टमा गएर यो हरियो रेमनिङ भनेर आछ, यही पर्दामा यो कैँचीको चिन्ह छ। यो कैँचीको चिन्हमा चाहिँ यसरी क्लिक गर्नुहोस् र भिडियो बेसेट भन्ने लेखेको छ है, माथि टिक लगाएको छ। अनि त्यसमा टिक लगाएको छ। अनि यहाँ सेभमा डु नट आस्क मी अगेन भनेको छ, त्यसमा क्लिक नगर्नुहोस् है, डाइरेक्ट सेभमा क्लिक गर्नुहोस्, डाइरेक्ट आइहाल्छ भिडियोमा। अब अल भिडियो फोटो जुन हाल्ने पनि यहाँ भिडियोमा जानुभयो भने भिडियो मात्रै आउँछ, अलमा जानुभयो भने फोटो भिडियो सबै आउँछ। यसमा कुन सिलेक्ट गर्ने, कसरी बनाउने भन्ने विषयमा चाहिँ यहाँबाट छ। अनि क्लिक गर्दाखेरि चाहिँ यसरी क्लिक गर्न सक्नुहुन्छ। जसरी यसरी टिक लाग्यो, एउटा भयो, अनि अर्को पनि टिक लगाइदिने, अर्को पनि यो चाहिँ 3वटा भयो। अनि यो 3वटा मात्रै लिएँ मैले। अनि नेक्स्ट गर्ने, नेक्स्ट गरिसकेपछि यो हरियोमा ठ्याक्क तपाईको यहाँ आइहाल्यो भिडियो, सबै आइज जोडेर 3वटै। भनेपछि लास्टको चाहिँ हटाउनु पर्छ है, यो जो इनपुट टाइटल भनेर नि, यसलाई चाहिँ डिलिट गर्ने। डिलिटको चिन्ह छ यहाँ तल,
यसबाट डिलिट गरिदिनुहोस्। अनि यो वाटरमार्क लाग्दैन, यो चाहिँ वाटरमार्क हो कि भिएनको ऊ आउँछ लोगोहरू अनि लेखेको। अब यसमा गइसकेपछि यसमा तपाईँ म्युजिक भिडियो म्युजिकहरू कसरी गर्नुहुन्छ भने यी माथि यो म्युजिकको चिन्ह दिएछ प्लस माथिल्लो लाइनमा है, यहाँ 4वटा तल भिडियो छ, माथि टप टु 8 स्टिकर छ, उही माथि चाहिँ टप टु एडेड सुम्बी टाइटल भन्ने लेखेको छ है, सुबी टाइटल सब टाइटल रहेछ। अनि त्यसपछि माथि टप टु 8 म्युजिक भनेको छ है, सबभन्दा माथिल्लो छेउको चाहिँ म्युजिकको। यसरी दबाउनु भयो भने तपाईँले आफै बोलेर पनि हाल्न मिल्छ। जस्तै अब मैले बोलेर हालेँ भनेपछि यो भोइस रेकर्डको चिन्ह छ, यसमा दबाएर कहाँति बोल्ने कति लामो बोल्ने यो पनि हाल्न मिल्यो। प्लस यो म्युजिक हाल्नलाई यहाँबाट म्युजिक पनि हाल्न मिल्यो। जस्तै म एउटा म्युजिक हाल्ने है, म म्युजिक लाइब्रेरीमा गएर हालेँ, जस्तै यो म्युजिक हालेँ मैले है। अनि यो म्युजिक हाल्दाखेरि यहाँ चेक गर्न पनि मिल्यो। टिक लगाइदिइसकेपछि अब बज्छ हेरौँ है। यसैमा पनि भोइस हाल्न मिल्यो। फेरि यहाँ आफूले बोलेको यहाँ रेकर्डमा जाने, यसरी क्लिक गर्ने अनि फेरि रेकर्डमा यसरी क्लिक गर्यो कसरी बोल्ने भने हजुर हेर्नुहोस् त हाम्रो के अरे कन्टिन्यू मेरो यो कसरी अड्किराखेको छ है, यहाँ डबल ट्रिपल रेकर्ड भएर डबल रेकर्ड भयो कि मेरो है, डबल चाहिँ मान्दो रहन्छ। फेरि चाहिँ यसलाई डिलिट गरिदिउँ। जस्तै यो मान्दैन, मान्छे मान्दैन, फेरि चेक गरौँ है। हेलो गरिदिने फेरि अब यहाँबाट अनि यता छेउपट्टि राइट साइडको टिकमा दबाउने भने डबल आउँछ हेर्नुहोस् है। सकेपछि तपाईँहरू लास्टमा कति के हाल्ने अनि चाहिँ लास्टमा गएर चाहिँ अन्तिममा चाहिँ माथिको यहाँ जस्ता फिचरहरू अरू पनि छन् है, तपाईँहरूलाई के ठिक लाग्छ त्यो गर्न मिल्यो, यो हाल्न मिल्यो, कुन हाल्ने यसरी गर्न मिल्छ है। जस्तै त्यो हाल्ने खायो हामीले यसमा आएन, एकछिन है आउँछ अहिले है, म सुरुमै हाल्छु है हेर्नु। अब यो फिचर हाल्दाखेरि पहिला यो हाल्यो, त्यसपछि ओके भयो हैन। ढिलो र छिटो गर्नलाई चाहिँ स्पिड पनि छ यहाँ है, यसरी बढाउन मिल्यो। अब कति स्पिडमा दौडाउने अथवा यो ढिलो हुन्छ भने यो छिटो हुन्छ माथि र 100% भइसकेपछि यसरी कुनै पनि एप्लिकेसनमा टच नगरी डनमा टच गर्नु होला है, या त ब्याक पनि नगर्नु होला। ब्याक गर्नुभयो भने फेरि ग्यालरीमा बस्दैन, त्यसैले डनमा क्लिक गर्नु होला। डनमा क्लिक गरिसक्नुभयो भने बल्ल
तपाईको ग्यालरीमा बस्छ। सिधै ब्याक जानुहोस्, त्यसपछि तपाईँ सिधै आफ्नो ग्यालरीमा गएर यो भिडियो खोज्नुहोस्। ग्यालरीमा जानुहोस्। अब ग्यालरीमा गइसकेपछि यहाँ आएकै हुन्छ है। अब यहाँ फोटोज एल्बम हुन्छ, एल्बममा जानुहोस्। अनि भिडियोज भनेर आछ यहाँ, ठ्याक्क भिडियोजमा जानुहोस्। तपाईँको सबै यहीँ दिन्छ। अनि फाइल फर्मेट मेरो ऊ भएछ, धेरै भएछ, भरिनु पनि धेरै भरिसक्यो। त्यसैले ल यो यति भयो भने तपाईँको चाहिँ ग्यालरीमा आइहाल्यो। अनि त्यसपछि तपाईँ जहाँ पनि अपलोड गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद। बाँकी अरू कुराको लागि पछि अर्को भिडियोमा भेटौँला। अन्तमा हामीले चाहिँ के गर्नु पर्यो भने डाउनलोड गर्ने तरिका सिक्नु पर्यो है। डाउनलोड गर्ने तरिका चाहिँ यस्तो छ। यहाँबाट सिधै जानुहोस्। यहाँ छेउमा आइसकेपछि माथि दाहिनेपट्टि चाहिँ माथिपट्टि एरो छ है, हरियो निलो। अनि यो एरोमा क्लिक गर्ने। अनि एरोमा क्लिक गरिसकेपछि अनि यता सेटिङ गर्ने मिल्छ है। यहाँ हरियो रातो पुरा गर्न पनि मिल्यो होइन। तलको बढाउन पनि मिल्यो, यसरी बढाउने। खास यसरी कम गर्दा राम्रो। अनि यसलाई चाहिँ कहाँनिर राख्ने भन्ने कुरा आफूले सेटिङ गर्ने। अनि यो जस्तै 1080 पी राख्ने कि 720 पी राख्ने भन्ने कुरा सकेसम्म 720 नै राख्दा राम्रो। अनि यसमा एक्सपोर्ट गर्ने फेरि है। एक्सपोर्ट गरिसकेपछि एक्सपोर्टमा तपाईँ चाहिँ सुरु भयो डाउनलोड। अब 1 2 3 हुँदै जान्छ। 100%सम्म पुग्छ है। 100%सम्म पुग्यो भने अनि पुरा डाउनलोड हुन्छ। र सबभन्दा ध्यान दिनुपर्ने अन्तिममा छ है। एकदम महत्त्वपूर्ण कुराहरू। बुझ्यो? महत्त्वपूर्ण कुरा अन्तिम छ है, सिक्नुपर्ने। राम्रोसँग ध्यान दिनु होला। अब यहाँ अन्तिममा आइसकेपछि हामी के गर्नु पर्यो त भन्दा, ल हेर्नुहोस्, यहाँ इन्स्टाग्राम, युट्युब, टिकटक, फेसबुक, अदर भन्ने छ हैन। अब यहाँनिर के गर्नु पर्यो त भन्दा